नमस्ते। आज हामी एउटा निकै शक्तिशाली कथामा डुबुल्की मार्दैछौँ। कल्पना गरौँ त, यदि आफ्नो जीवन पुरै बदल्ने एउटा मौका आयो भने के त्यो मौका लिन सकिन्छ? यो एभेलिनको कथा हो। एउटा यस्तो निर्णयको कथा जहाँ कर्तव्य, स्वतन्त्रता अनि विगतको त्यो बलियो बन्धनलाई तराजुमा जोख्नुपर्ने हुन्छ। हो, यही प्रश्नले हामीलाई कथाको मुटुमा हाम्री मुख्य पात्र एभलिन कहाँ लिएर जान्छ। उनी ठ्याक्कै यस्तै दुधारमा छिन्। सोच्नुस् त, एकातिर नयाँ जीवनको चम्किलो भविष्य अनि अर्कोतिर विगतका जिम्मेवारीहरूको त्यो अँध्यारो गहिरुङ्गो छाया। ल, अब कथा सुरु गरौँ। पहिलो दृश्यमा हामी एभेलिनलाई भेट्छौँ, जो झ्यालमा बसेकी छिन्। यो हेर्दा सामान्य लागे पनि यो दृश्यले उनको जीवनको ठहराव र मनभित्र चलिरहेको उथलपुथललाई एकदमै राम्रोसँग देखाउँछ। कथाको पहिलो वाक्यले नै हामीलाई सिधै उनको मनस्थितिभित्र पुर्याइदिन्छ। कल्पना गर्नुस् त, त्यो कोठा, पर्दाको धुलो भरिएको कपडाको गन्ध अनि उनको थकान, यो सबैले उनको जीवन कति नीरस र बोझिलो छ भन्ने देखाउँछ। उनी शारीरिक रूपमा मात्र होइन, भित्रैदेखि मानसिक रूपमै थाकेकी छिन्। अब उनी त्यही झ्यालबाट बाहिर हेरिरहेकी छिन्, तर उनको नजर वर्तमानमा मात्र छैन। उनको मन विगतका सम्झनाहरूमा डुब्न थाल्छ। र हो, यही सम्झनाहरूको बोझ हो जसले उनको आउँदो निर्णयलाई यति धेरै जटिल बनाइदिन्छ। उनको मन एकैछिनमा बाल्यकालको त्यो चौरमा पुग्छ जहाँ उनी साथीहरूसँग खेल्थिन्। तर त्यो चौर अब त त्यहाँ घरै घर छन्। त्यो बेला कति खुसी थियो जीवन। आमा जीवित हुनुहुन्थ्यो, बुबाको व्यवहार पनि नरम थियो। तर त्यो सबै खुसी अब केवल एक सम्झना मात्रै बाँकी छ। हेर्नुस् त, सबै कुरा कसरी बदलिन्छ। त्यो खुसीको विगत र अहिले घर छोड्ने यो निर्णय, कति ठूलो परिवर्तन। उनका साथीहरू गए, दाजुभाइ गए, अब उनको पालो। तर प्रश्न यही हो, के यो साँच्चै त्यति सजिलो छ? अहिलेको उनको जीवन त कठिनाइ नै कठिनाइले भरिएको छ। सोचौँ न, घरमा पनि काम, पसलमा पनि कडा परिश्रम, अनि हरेक हप्ता शनिबार राति पैसाको लागि बुबासँग हुने त्यो कहिल्यै नसकिने झगडा। बुबाको हिंसात्मक धम्कीले त उनलाई भित्रैदेखि थकित बनाइसकेको छ। साँच्चै भन्ने हो भने उनलाई त्यहाँबाट बचाउने कोही पनि छैन। तर यही निराशाको अँध्यारो बीचमा एउटा आशाको किरण बनेर आउँछन् फ्र्याङ्क। फ्र्याङ्कको आगमनले एउटा नयाँ सम्भावनाको ढोका नै खोलिदिन्छ। उनी एभेलिनको लागि एक व्यक्ति मात्र होइनन्, उनी त परिवर्तन र सायद मुक्तिको प्रतिज्ञा हुन्। आखिर को हुन् त फ्र्याङ्क? उनी एभेलिनको जीवनको ठिक उल्टो छन्। एकदमै दयालु, पुरुषार्थी अनि खुला हृदयका। उनी एक नाविक हुन् जसले टाढा टाढाका देशका कथा सुनाउँछन्। र सबैभन्दा ठूलो कुरा, उनले एभेलिनलाई ब्युनस आयर्समा एउटा नयाँ घर दिने, आफ्नी श्रीमती बनाउने वाचा गरेका छन्। यस्तो जीवन जहाँ कसैको डरमा बाँच्नु पर्दैन। र यो एभलिनको आफ्नै मनको आवाज हो। फ्र्याङ्कले उनलाई बचाउनेछन्, उनले जीवन दिनेछन्, सायद प्रेम पनि। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उनी बाँच्न चाहन्छन्। उनी किन दुखी हुने? उनलाई खुसी हुने अधिकार छ। पहिलोपटक उनले आफ्नो लागि यस्तो सोच्दैछिन्। हो, अब कथाको सबैभन्दा ठूलो द्वन्द्व सुरु हुन्छ। यो एक किसिमको लडाईँ हो, उनको विगतप्रतिको कर्तव्य र भविष्यप्रतिको चाहना बीचको लडाईँ। यहाँ हेरौँ त, दुईवटा जीवनको चित्र कति स्पष्ट छ। एकातिर डब्लिनमा उनको जीवन, बुबाको हिंसा, स्टोर्समा कडा परिश्रम, पैसाको लागि झगडा अनि साना भाइबहिनीको हेरचाह। अर्कोतिर ब्युनस आयर्समा कस्तो जीवन होला। फ्र्याङ्की श्रीमती बन्ने, मानिसहरूले सम्मान गर्ने, उसले बचाउने, एउटा नयाँ घर, नयाँ जीवन। रोजाइ त एकदमै स्पष्ट देखिन्छ, होइन र? तर कुरा त्यति सरल छैन। उनी यो सबै सोच्दै गर्दा अचानक सडकमा एउटा बाजाको धुन बज्छ र त्यो धुनले उनलाई एउटा पुरानो बिर्सिएको वाचा याद दिलाउँछ। उनले आफ्नो मृत्युशय्यामा रहेकी आमालाई दिएको वचन, सकेसम्म घरलाई एकसाथ राख्नेछु। हो, यही वाचा उनको खुट्टाको जन्जिर बन्न पुग्छ। त्यो वाचासँगै उनलाई आमाको दयनीय जीवनको याद आउँछ। एउटा यस्तो जीवन जुन केवल सामान्य बलिदानहरूमा बित्यो र अन्त्यमा पागलपनमा गएर टुङ्गियो। एभलिनलाई डर लाग्छ, कतै उनको नियति पनि त्यस्तै त हुने होइन। यो डरले उनलाई भाग्नका लागि झनै बल दिन्छ। र त्यही पागलपनको प्रतीक थियो आमाको अन्तिम शब्द, डेरेवान सिराउन, जसको कुनै अर्थ नै थिएन। यो अर्थहीन शब्दले त्यो दुःखद जीवनको सार बताउँछ जसबाट एभलिन भाग्न चाहन्छन्। र त्यही क्षण उनको मनमा एउटा बलियो आवाज आउँछ,
भाग्नुपर्छ, मैले भाग्नै पर्छ। ल अब हामी कथाको सबैभन्दा तनावपूर्ण क्षणमा पुगेका छौं। ठाउँ हो नर्थ वाल स्टेशनको बन्दरगाह र समय हो अन्तिम निर्णयको। त्यहाँको दृश्य कल्पना गरौँ। हल्लिरहेको भिड, फराकिलो ढोकाबाट देखिने जहाजको त्यो कालो विशाल आकार। यो बाहिरको कोलाहलले मानौ उनको मनभित्रको द्वन्द्वलाई नै देखाइरहेको छ। उनी मनमा नै ईश्वरसँग प्रार्थना गर्छिन्, मलाई सही बाटो देखाउनुहोस्। अनि त्यही बेला फ्र्याङ्कले उनको हात समात्छन् र भन्छन्, आओ। केवल एउटै शब्द, तर यो शब्द, यो त नयाँ जीवनको निम्तो हो। तर अचानक उनको मुटुमा संसारका सबै समुद्रहरू एकैपटक गडबडिए जस्तो हुन्छ। फ्र्याङ्कले उनलाई तानिरहेका छन्, तर कता? उनलाई लाग्छ उसले उनलाई डुबाउनेछ। त्यो आशा एकैछिनमा डरमा परिणत हुन्छ। अज्ञातको डरले उनलाई चारैतिरबाट गाँच्छ। अनि त्यही क्षण उनी निर्णयमा पुग्छन्, हुँदैन हुँदैन हुँदैन, यो असम्भव थियो। उनका हातले उन्मादमा फलामको बारलाई कस्सेर समात्छन्, मानौ उनले आफ्नो पुरानो जीवनलाई नै समातिरहेकी छिन्। उनले भविष्यलाई अस्वीकार गरिदिन्छन्। फ्र्याङ्कले परबाट बोलाइरहन्छन्, तर एभेलिन, उनी आफ्नो सेतो भावशून्य अनुहार लिएर त्यहीँ उभिरहन्छन्, निष्क्रिय, एक असहाय जनावर जस्तै। उनको अनुहारमा कुनै पनि भावना देखिँदैन। यो सायद कथाको सबैभन्दा चिसो र दुःखद दृश्य हो। उनका आँखाहरूले फ्र्याङ्कलाई न प्रेमको सङ्केत दिन्छन्, न विदाईको, न त पहिचानको नै, केही पनि छैन। उनले फ्र्याङ्कलाई चिन्दिनन् जस्तो गर्छिन्। उनले आफ्नो सपनालाई त्यहीँ मारिदिइन् र आफ्नो पुरानो परिचित जीवनलाई नै रोजिन्, चाहे त्यो जति नै दुःखदायी किन नहोस्। अन्तमा एभलिनको कथाले हामी सबैलाई एउटा गहिरो प्रश्नमा छोडेर जान्छ। आखिर के बलियो हुन्छ? अज्ञात भविष्यको डर कि परिचित विगतको पकड? के नयाँ सम्भावनालाई अँगाल्ने साहस ठूलो हो, वा हामीलाई आफ्नो पुरानो परिचित दुःख नै बढी सुरक्षित लाग्छ? यो प्रश्नको उत्तर सायद हामी सबैले कहिलेकाहीँ आफैभित्र खोज्नुपर्छ।